हेलो गुड मर्निङ एभ्रिवान। हेर्नुहोस् न रातभरि पानी परेर चाहिँ यस्तो भएको छ। आज चाहिँ आकाश हेर्नु अझै पानी पर्ला जस्तो होइन। पारी पारी कस्तो डरलाग्दो देखिरहेछ नि। पानी परेर कालै भइरहेछ, यहाँ आँप फुलिरहेछ। अनि आजको दिन चाहिँ यसरी सुरु भइरहेको छ हाम्रो चाहिँ। तपाईँकोतिर नि यस्तै भइरहेको होला नि। कति ठाउँ त योभन्दा नि जाडो होला, चाहिँ पानी परिरहेको होला। हाम्रोतिर चाहिँ यस्तो शुभ फुल मेरो फुल सबै पानीले कुटेर हेरिन नसक भएको छ फुलहरू पनि। यहाँ माथि घन्टाउकी आउँदैछ, घन्टाउकी इरिटेट आयो, इरिटेट। मुनि चाहिँ प्लेन, माथि चाहिँ नट। आयो है दैबरे दाइ आयो है। ऊ गर्लफ्रेन्डसँगै आयो, गर्लफ्रेन्ड पनि प्रेग्नेन्ट छ। ए गर्लफ्रेन्ड यस्तोसँग त हिँड्छ। तिमी जस्तो त्यो मेसेज गरेर डिलिट गरेर त्यस्तो बोयफ्रेन्ड फेसबुकतिर बनाएको छैन होला नि। त्यो लात्तिन्छु नि मलाई चाहिँ मेरो बोयफ्रेन्ड छ भनेर चाहिँ तङ गर्दैछ। मेरो बोयफ्रेन्ड छ अरे। यी चियापत्ती सकेर चिया पनि खानु पाएकै छैन एउटाले चाहिँ टाउको दुखेर तङ गरेर मलाई नाक चिउचियाले गरे सुँगुर हो नि, सुँगुर। फुलहार मुस्काउँछ तिमीले देख्छौ र, पुतलीले गीत गाउँछ तिमीले सुन्छौ र। ना अन्त मेरो बहिनीले दिएको त कसको बहिनी हो त? मेरो होइन। इट्स माई सिस्टर गिफ्टेड यु दिस, यु नो वाट। म त यो फोन पनि नचलाउ जस्तो लाग्छ। पुरा वचन लगाउँछ कि। कहिले चाहिँ अलि एकै किकमा चाहिँ क्याटोसँगै तताइदिन्छु नि। टुप्पी मेरो बहिनीले दिएको फोन चाहिँ हो नि, जहिले त्यसै भन्छ। एनिथिङ मेरो बहिनीले दिएको फोनमा जेसुकै गयो मैले चलाउँदा नि भयो। के हुन्छ चलाउँदा? एनिथिङ काटो हुन्छ नि यस्तो तिमी अरे। म चलाउँदिन। यो थुथुना चाहिँ अलिक सम्हाल्नु ल। मैले त्यस्तो चाहिँ कहिले भनेको छु? त्यस्तो त भनेको छैन। तर के मेरो बहिनीको फोन हो नि, मेरो बहिनीले दिएको त हो नि। त्यस्तो घिनलाग्दो पनि भन्दिनँ ल। भन्छ कि भन्दैन, मलाई सबै डायरीमा लेखेर आएको पारेर अलि हाफ पेन्ट फुकालिदिन्छु। अन्त एकवटा डायरीमा लेखेर आएको थियो। एक दिन सबैको हिसाब हुन्छ। के साह्रो यो थुतुनो चलाएको अझै बिहानदेखिको हो न। चलाउँछु त अन्त। बिहानदेखि उठेकोदेखि काम लगाएको छ। घर बडाल, जुठो भाँडामा, गाई माथि थला सफा गर, घाँस हाल, गाई दुरा आइज, घर सफा गर, यी भात पका। यहाँ आफूले राति चिया भर्खर बनाउँदैछु। मैले घर भनेको हेप्यो र काम दलेसी रिस उठ्दैन। उनीहरू चाहिँ कन्डोमा घाम लागिन्जेल सुत्नु भन्छ ओछ्यानमै 9 बजी।